आजको मेरो यात्रा हाम्रो नजिकैको हिमालतिर छ। हिमालमा हिउँ चाहिँ छैन, अब यो पहाड मात्रै भनौँ। म बेस क्याम्पमा पुग्न आँटेँ। लगभग 3800 मिटरमा छु अहिले म। यति राम्रो गुराँस फुलेको छ है। गुराँसलाई मैले चाहिँ छुन चाहिँ मन लाग्यो। नटिपे पनि नटिप्नु फुलको पिला, टिपेर पाप लाग्दछ, नचेर्नु फुल नानी हो, दया र धर्म भाग्दछ भने जस्तो के थियो कविता। पुरा भन्न त आएन लक्ष्मीप्रसाद देवकोटाको। आहा, एकान्त सुनसान ठाउँ। एकछिन ध्यान गर्छु, मनसँग बसेँ। आनन्द। मेरो साथी यही छ, यसले मलाई संसार डुलाउँछ। यति राम्रो माथि सबै गुराँसकै जङ्गल रहेछ। त्यहाँ सेतो गुराँस पनि छ। ए